हामीले भूतलाई एकदमै बढी रेस्पेक्ट गर्नुपर्छ पास्टलाई। ल्याएर त हेर्दा हेर्दै सुरुङ मार्गको पनि उद्घाटन भयो। स्वाट्टै गाडी यताबाट फिल्टै उता निक्लिने। ल्या हेर्नुहोस् त, अब यहाँ मान्छेले भने सुरुङ मार्गको उद्घाटन सुनिल लम्सालले गरे, पूर्वाधार मन्त्री उद्घाटन गरियो भनेर आफ्नो नाम पनि लेखाउनु भए किन? मसँग लजिक छ नि त। सुरुङ मार्ग सुबाट आउँछ, सुनिल सुबाट आउँछ, सु मिलेन। अनि बालेनले गर्दा त बा हुन्छ, हुँदैन। किन भन्दा बाले त पहिला शिलान्यास गरेका थिए, अहिले उद्घाटन गर्ने काम कसको? सुरुङ मार्ग सुनिलको। त्यस कारणले गर्दाखेरि यो यस्तो किसिमको चाहिँ कम्बिनेसन छ। र त्यसमाथि एउटा फेरि अब यो जिस्केर भने पनि यो देशको लागि बडो महत्त्वपूर्ण कुरा हो। जसले चाहिँ शिलान्यास गरे पनि यो हामी सबै नेपालीको योगदान हो। अब हामीले त त्यहाँभित्र छिरेको त पैसा पनि तिर्नुपर्छ होइन। अब इमर्जेन्सी बाहेक होइन, पैदल यात्रु त अब त्यसै किन छिर्न पर्छ सुरुङ मार्गमा होइन। अब निजी गाडीहरूले कति पैसा तिर्ने भन्ने सबै तोकिया छ। जे सहज त हुन्छ नि। अनि यो अब पटक 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 गरेर यत्रो वर्षमा चाहिँ बनाएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ धन्यवाद केपी ओलीलाई दिनै पर्छ भनेर राष्ट्रपाकाले धेरैले भनेका छन्। र भूतलाई हामीले चाहिँ एकदम सम्मान गर्छौँ, भूतलाई मान्छौँ भनेर चाहिँ सुनिल लम्सालले नि भन्नुभएको छ। हामीले भूतलाई एकदमै बढी रेस्पेक्ट गर्नुपर्छ पास्टलाई। त्यस कारणले गर्दाखेरि यस्तो भन्यो उस्तो भन्यो होइन। त्यो शिलालेखबाट केपी ओलीको होइन, त्यो जेन्जी आन्दोलनमा चाहिँ त्यहाँबाट चाहिँ लगेर उता राखेको बेलामा चाहिँ त्यो अब आग लागि भयो, त्यो फेरि राख्छौँ भन्ने कुरा चाहिँ गर्नुभएको छ नि त। त्यस कारणले गर्दाखेरि साँच्चै नै हो केपी ओलीका केही गलत चिज थिए होलान्, तर सबै चिज त गलत थिएन होलान् नि भन्ने कुरो अहिले राष्ट्रपाका चाहिँ सांसदहरूले, राष्ट्रपाका समर्थकहरूले पनि गर्नुभएको छ। यो कुरो राम्रै हो। अब देशमा यस्ता सुरुङ मार्गहरू अब ठाउँ ठाउँमा हुनु पर्यो। त्यो द्रुत मार्ग के मार्ग सबै बन्न पर्यो। अब पहिला जसले सुरुवात गरे पनि अब कम्प्लिट गर्दै जानु पर्यो भन्ने कुरा हो नि त होइन। अब त्यस कारणले गर्दाखेरि तर प्रधानमन्त्री बालेन्द्र शाहलाई चाहिँ त्यो लोभ रहेनछ कि त्यहाँ गएर उद्घाटन गरेर त्यहाँ आफ्नो नाम आओस् भन्ने चाहिँ रहेनछ नै जस्तो लाग्यो मलाई चाहिँ। तपाईँलाई के लाग्यो होइन, मेरो विश्लेषण के लाग्यो प्लिज सेयर गर्नुहोला होइन, लाइक कमेन्ट गर्नुहोला। थ्याङ्क यू। 3 दशकदेखि नेपाली मनको रङ जस्मिन पेन्ट्स।